यो चाहिँ हाम्रो बालेन्द्र शाहज्यूले काठमाडौँ महानगरपालिकाले खोलेको रिसोर्ट हो। ल हेर्नुहोस् कति राम्रो देखिएको छ रिसोर्ट। यो रिसोर्टको नाम चाहिँ कुडुले बन्चरे डाँडा ल्याम्फी साइड हो। बालेन्द्र शाहले खोले रिसोर्ट। यो चाहिँ कुडुले बन्चरे डाँडा ल्याम्फी साइड हो। तपाईहरुले देख्नु भएको छ। यो चाहिँ अहिले बत्ती बलेको छ। यो अहिले रातिको समय अलि टाढाबाट खिचेको भएर यहाँहरुले राम्रोसँग देख्नु भएको छ। यही काठमाडौँ महानगरपालिकाको रिसोर्टको कारणले कुडुले बन्चरे डाँडा ल्याम्फी साइडका जनताहरू यति पीडित भएका छन्। अब यो हुन त अहिले यो विश्वमा भएका नेपालीहरूले कुडुले बन्चरे डाँडा ल्याम्फी साइड देखिरहेका छन्, चिनिरहेका छन् र ल हेर्नु होला। यो चाहिँ हाम्रो काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखज्यूहरू को चाहिँ रिसोर्ट। यहाँ कस्तो लाग्यो कमेन्ट गर्नु होला।